के तपाईलाई थाहा छ, हामीले देख्दै आएको विश्व अर्थतन्त्रको जग हल्लिन थालेको छ। दशकौंदेखि संसारमा राज गरेको अमेरिकी डलरको साम्राज्य अब इतिहास बन्ने खतरामा छ। रुस, चीन र भारत मात्र होइन, अब साउदी अरब जस्ता अमेरिकाका पुराना साथीहरूले पनि डलरलाई चुनौती दिँदैछ। के डलर साँच्चै कोल्याप्स हुन लागेको हो कि अब हाम्रो खल्तीमा भएको पैसाको मूल्य बदलिनेछ? आजको भिडियोमा हामी डी-डलराइजेसन र ब्रिक्सको त्यो मास्टर प्लान बारे चर्चा गर्नेछौँ, जसले संसारलाई सधैँका लागि बदल्न सक्छ। आउनुहोस् सुरु गरौँ। बितेका 80 वर्षदेखि अमेरिकी डलर केवल एउटा मुद्रा मात्र होइन, यो विश्व अर्थतन्त्रको अपरेटिङ सिस्टम हो। यसलाई वर्ल्ड रिजर्भ करेन्सी भनिन्छ, जसको अर्थ हो संसारको जुनसुकै कुनामा तेल, सुन वा गहुँ किन्नु परेमा डलरकै प्रयोग हुन्छ। तर अहिले धेरै देशहरू यो प्रणालीबाट बाहिर निस्किन खोज्दैछ, किनकि अमेरिकाले डलरलाई हतियारको रूपमा प्रयोग गरेर अन्य देशमाथि प्रतिबन्ध लगाउन थालेको छ र उच्च ब्याजदरका कारण गरिब देशहरू डलरको ऋणले खिचिन थाले। अब संसार एउटा विकल्पको खोजीमा छ। यहीँनिर आउँछ ब्रिक्स। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको यो समूहको अब एउटै लक्ष्य हो, डी-डलराइजेसन। यसको रणनीति सरल छ, आफ्नै स्थानीय मुद्रामा व्यापार गर्ने, जस्तै चीनले युआनमा साउदी तेल किन्ने वा भारतले रुपीमा रुसी ऊर्जा किन्ने। तर के यो सजिलो छ? अहिले नै यो छैन। तपाईले सुन्नुभएको ब्रिक्स साझा मुद्रा अहिलेका लागि एउटा अवधारणा मात्र हो। डलरसँग सिधै जुझ्नका लागि बलियो बैंकिङ प्रणाली र ठुलो बजार चाहिन्छ। अहिले यी राष्ट्रहरूका सामु एउटा प्राविधिक चुनौती छ। यदि भारतले युआनमा व्यापार गर्यो भने त्यो युआन चीनबाट सामान किन्न बाहेक अरू कहाँ प्रयोग गर्ने? डलरलाई विस्थापित गर्न समय लाग्नेछ, तर जग भने बसिसकेको छ। अहिलेको वास्तविक गेम चेन्जर भनेको ब्रिक्सको विस्तार हो। जब साउदी अरब र यूएई जस्ता देशहरू यसमा सामेल भए, तब पेट्रोडलरको अन्त्य सुरु भयो। दशकौंदेखि नियम एउटै थियो, विश्वले तेल किन्न डलर नै प्रयोग गर्नुपर्ने। तर अब यदि तेलका यी ठुला उत्पादकहरूले डलर बाहेक अन्य मुद्रा स्वीकार गर्न थाले भने विश्व बजारमा डलरको माग वात्तै घट्नेछ। यसले अमेरिकाको आर्थिक शक्तिको मेरुदण्ड नै भाँचिदिन सक्छ। त्यसो भए के अबको 10 वर्षमा डलर काम नलाग्ने हुन्छ त? पक्कै पनि हुँदैन। डलर अझै पनि संसारको सबैभन्दा सुरक्षित र चल्ती मुद्रा हो। तर अब एक छत्र राज चल्ने छैन। भविष्य बहुध्रुवीय अर्थात् मल्टिपोलार हुनेछ, जहाँ डलरसँगै अन्य क्षेत्रीय मुद्राहरूले पनि शक्ति पाउनेछन्। हामी एउटा यस्तो युगमा प्रवेश गर्दैछौँ जहाँ आर्थिक शक्ति वासिङटनबाट सरेर विश्वका अन्य भागहरूमा पनि बाँडिनेछ। यो परिवर्तन चुनौतीपूर्ण छ, तर सायद यो नयाँ विश्व व्यवस्थाको सुरुवात पनि हो। तपाईलाई के लाग्छ, के डलरको ठाउँ कुनै अर्को मुद्राले लिन सक्ला वा अमेरिकाले फेरि आफ्नो वर्चस्व कायम राख्ला? आफ्नो विचार कमेन्टमा राख्नुहोला। भिडियो मन परे लाइक र सेयर गरिदिनु होला र यस्तै ज्ञानवर्धक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।